उकालो हिँड्न धेरै गाह्रो छ गाइजहरु। यस्तै छ डाँडाकाँडा, भिर पाखा, उकालो ओह्रालो। प्रकृतिसँग रमाउने बानी परेपछि जति उकालो चढ्दै गयो उति गाह्रो हुँदै जान्छ। तर आनन्द भन्ने छुट्टै मिल्दो रहेछ। उकालो हिँड्न जति गाह्रो भए पनि त्यो डाँडामा पुगेर पछिको देखिने प्राकृतिक सौन्दर्यताले गर्दाखेरि सबै थकानहरू पनि एकैचोटि मेटिदिने रहेछ। ल उकालो बाटो छ, सिडी। यो चाहिँ गुरु पार्कको डाँडा हो, ओखलढुङ्गा स्थित रहेको रामबजारदेखि लगभग हिँडेर 15 मिनट जति ठाडो चढिसकेपछि आउने ठाउँ। नेपालको झन्डा फरफराइरहेको छ र हामी रामबजार पनि देख्न सक्छौँ तल। यो देखिएको रामबजार हो। यस्तो राम्रो छ, खेतीयोग्य जमिन। हेर्दै मन शान्त हुने ठाउँ। है गाइजहरु, उफ, तलदेखि हिँड्दै 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 यो बाटो आइयो सर्लक्क डाँडामा आइपुगेको छ। यहाँदेखि चाहिँ ल रामबजार यस्तो देखिँदो रहेछ। ल रामबजार सल्लाह दामी सुसाइरहेको छ हावा चलेर सरररररर। अझै यहाँदेखि माथि डाँडा छ, अझै माथिसम्म जान्छु म। अहिले एकछिन थकाइ मार्नको लागि एकछिन विश्राम गरिरहेको छु म डाँडामा। यहाँभन्दा अझै माथिदेखि पनि अझै देखिने भ्यूहरू सबै देखाउने छु। अन्त्यसम्म हेरेर साथ दिनु होला है त भिडियोलाई। यदि मन पर्यो भने कमेन्ट पनि गरिदिनु होला। तपाईँहरूलाई ओखलढुङ्गाको रामबजार कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला र भिडियोलाई सेयर पनि गरिदिनु होला। सम्पूर्ण यो रामबजारमा बस्नुहुने जति पनि हुनुहुन्छ उहाँहरू समक्ष यो भिडियो पुर्याइदिनु होला भन्दै अब फेरि म अझै माथि उकालोतर्फ लम्किन्छु है त गाइजहरु। ल साथीहरू, फाइनल्ली अब यहाँभन्दा माथि चाहिँ जान सकिएन है। बाटो चाहिँ छ, अब यहाँभन्दा माथि चाहिँ नजाउँ पनि होला। यहाँ बाटो बनाउँदै पनि छन्। यहाँको स्थानीयले होला सायद बाटो बनेर। अब यो चाहिँ एकदम टप भनौँ न, त्यतातिर हेर्दाखेरि यस्तो छ डरलाग्दो ठाउँ। भिर यस्तो ठाउँमा आइपुगेको छ। अब दृश्य हेर्दै हेर्दै घुम्दै घुम्दै आउँदाखेरि यहाँसम्म आइपुग्यो गाइजहरु। तपाईहरुलाई के कस्तो लाग्यो यो ठाउँ है, लास्टसम्म हेरिदिनु भयो होला। के कस्तो लाग्यो यसो प्रतिक्रिया चाहिँ दिनु होला है त। ल गाइजहरु, यार फाइनल्ली है घुम्ने क्रममा आउँदा आउँदै घुम्दा घुम्दै काफलको बोट पनि भेटिएको छ। काफल तपाईहरुलाई पनि म देखाउँछु। काफलको बोट, काफल फलेको पनि रहेछ। यस्तो दामी गरेर फलेको पनि रहेछ। तर अहिले अलिक पाक्न चाहिँ पाकेको रहेन रहेछ, अलिक मसिनै छ। अब यो अहिले भनेको भर्खर माघ सुरु हुँदैछ। यो चैत वैशाखमा ठ्याक्क पाक्छ। पाक्ने बेलामा चाहिँ ठ्याक्क खानु लायकको हुन्छ। अहिले चाहिँ भर्खर मसिनो चिचिला लाग्दै रहेछ। अब एउटा खाइहेर्नु पर्यो।
तितो तितो छ अहिले नपाकेर होला सायद है गाइडहरू फल्न चाहिँ टन्नै जङ्गलैभरि फलेको रहेछ टन्नै रहेछ यतातिर पनि रुखहरू टन्नै छ काफलको यतातिर तपाईँहरू पनि आएर काफल खानु मन छ भने चाहिँ काफल ट्राई गर्दा हुन्छ है गाइजहरू यो चाहिँ हाम्रो ओखलढुङ्गाको गुरु पार्क टक्कसँगले तपाईँहरूले काफल चाहिँ अब पाक्ने बेला हुँदैछ टन्नै फल्या रहेछ बोटहरू पनि टन्नै रहेछ तपाईँहरूले आएर सो इन्जोय गर्नुहोस् काफलको है त यही भिडियो मार्फतै तपाईँहरूलाई यसो छोटो मिठो जानकारी दिएको यता घुम्न आउँदाखेरि काफल खान चाहिँ नबिर्सिनुहोस् है तपाईँहरू काफल एकदम टन्नै फल्या रहेछ है ल गाइजहरू अब फर्किने क्रममा छु म चाहिँ है बाटोमा फर्किरहेको छु अहिले अब फर्किने अवस्थामा घाम पनि ढल्न लागेको छ र अब फर्किनु पर्ने हुन्छ सायद गाइजहरू धेरै घुमियो हिँड्यो रमाइलो गरियो मिल्दैन नि देखाउनु त्यो त सिलेलु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो है तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो हेरेर यसो प्रतिक्रिया दिनु होला सब्सक्राइब गर्नु नबिर्सिनु होला र मेरो भिडियोलाई सेयर पनि अवश्य गरिदिनु होला यस्तै भिडियो लिएर आउने नै छु तपाईँहरू समक्ष तपाईँहरू माझ भन्दै अहिलेलाई बिदा हुन चाहन्छु